नमस्कार दर्शक बिनहरू, आज हामी आएका छौँ यहाँ भाइसँग आएका छौँ, भेटघाट भएको छौँ र हामी थोरै राजनीतिक कुराहरू पनि अगाडि गरेर देशको हामी त अलि जेनजी युवा पनि हौँ, जेनजी पुस्ता पनि हौँ र उहाँसँग आज मिठो भेटघाट छन्। मेरो भान्जा पनि पर्छन् नाताले र मेरो भाइ पनि हो उमेरले। उहाँसँग भेटेको छौँ, उहाँलाई स्वागत गरौँ। नमस्कार जी। नमस्कार। अनि अहिले हाम्रो यो देशमा बिग्रल स्थिति छ राजनीतिको, एकदम जेनजीको आन्दोलन पछाडि देश ढकलिएको पनि छ, युवा पुस्ताको हातमा राज्य पनि आएको छ। यसलाई तपाईँले कसरी लिनुभएको छ जेनजीको आन्दोलन र राजनीतिलाई? अवस्था मलाई ठिक लागेको छैन, किनकि मान्छे विश्वको छोराछोरी मरेका छन्, विश्वको आमा बाबु रोका छन्। यो केपी सरकारले के गर्न खोजेको? हामीलाई सुरक्षा भएन। एउटा छोरो मरेको छ, एउटा आमाको एउटा बाउको नाक गयो। जस्तो भए पनि देश विकास हुनुपर्ने हो। अहिलेसम्म जस्ताको त्यस्तै छ, कालापानी पनि लगो, विश्वमा सबै लगेको छ। यो देश विकास भएको छैन, अहिलेसम्म केही हुन आँटेको छैन। यो विकासै नहुने भएर जनतालाई वाका छन् केपी सरकार ओलीले। जस्तो प्रचण्ड शेरले गर्दा भएको देश यस्तो भएको छ। तपाईँको विश्वमा मान्छे धेरै मरेका छन् हो। अनि यसो गर्दाखेरि अनि केपी बा फेरि पनि अब झापाबाट फेरि राजनीतिमा आउने, युवासँग फेरि लड्ने भन्ने, शक्ति प्रदर्शन गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? असम्भवको कुरा असम्भव गरौँ त। अब जस्तो दुर्गे बसाई रवि हाम्रो सरपञ्चजीलाई हाम्रो देशमा स्वागत छ, किनकि देश विकास भएको छैन। अब उहाँहरूले आएर गर्नुहुन्छ। अब जस्तो हामी केही गर्ने हो कि भनेर हामीले यो गरेको हो, तर विकास केही छैन देशमा। सबै खेलाडी, सबै केपीहरूको राजनीति मलाई घृणा लाग्छ यो संसार देख्दा। तर म आफू बोलेको छु, अनि नेपालीको छोराछोरी मरेका छन् भनेर मैले यो भिडियो बनाएको। हजुर नमस्कार। हुन्छ। अनि अब यत्रो जनता मरे, सबैजना युवाहरू मरे, 77 जना 78 जना मरे, कति घाइते भयो। अनि त्यसबाट आएको अन्तरिम सरकारको पनि त अनि केपी बा भन्दा पनि बुढी सरकारमा राखेछन् भनेर मान्छेले आलोचना गरिरहेका छन्। यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? थोरै स्पष्ट पारिदिनुहोस् न। त्यो मलाई विश्वले मान्छेको घरमै जस्तो आशिका पौडेललाई मान्छेले कुराका छन्, तर उहाँले मान्छेलाई धेरै हेल्प गर्नुभएको छ। उहाँ जस्तो सेवा सुविध मान्छे चाहिन्छ। ल रविलाई हाले, मलाई त दुःख लागेको छ, तर गृहमन्त्री जस्तो मान्छेलाई हाले। तर केपी बालाई चाहिँ जेल हाल्नुपर्ने, तर त विकास भएको छैन देशमा। केपी ओलीले नै अर्डर दिएको भन्ने कुरामा तपाईँको गोली चलाउनेमा केपी ओलीकै जान्छ? केपी ओलीकै हो, तर देश विकास भएको छैन। तर यो देश भनेपछि सबै केपीकै हात छ। ल प्रचण्डको हात छ, ल शेरको हात छ। यसमा चाहिँ छ। ठिक छ, उहाँले एकदम राम्रो कुरा गर्नु भइसकेको छ। यहाँ जेनजीको आन्दोलनदेखि लिएर समेटेर उहाँसँग थोरै कुरा गरेको छौँ हामीले। पार्ट 1, 2 गरेर हालिदिन्छौँ, उहाँहरू हेरिदिनु होला। उहाँको युट्युब आइडी पनि छ तपाईँको, के पो छ? टिकटक आइडी कमल ओली छ। उहाँलाई एकचोटि फलो पनि सबैजनाले गरिदिनु होला। उहाँको अरू भनाइहरू पनि यसरी नै राखिराख्नुहुन्छ। उहाँ मुभीको लाइनको पनि मान्छे हो। उहाँले सर्ट मुभीहरू पनि बनाउनुहुन्छ, सर्ट मुभी खेल्नुहुन्छ पनि। गुन्डाको रोलहरू पनि धेरैवटा मुभीमा खेलिसक्नु भएको छ। कुन फिल्म छ तपाईँले अहिलेसम्म खेलेको र अलिक चर्चित फिल्महरू चाहिँ 2-3वटाको नाम भनिदिनु पऱ्यो? सिआइबी र के अरे जेठा हो, 2टा फिल्म उहाँले अहिलेसम्म चाहिँ खेल्नु भएको छ। उहाँको सिन पनि छ, उहाँलाई चिन्नु पनि हुन्छ तपाईँले। उहाँ झापा बिर्तामोडबाट हो। एकचोटि तपाईँहरूले सबैजनालाई एकचोटि हेर्न अनुरोध गरेँ मैले। धन्यवाद, नमस्कार।